स्वागत छ तपाईँहरूलाई अर्को न्यू भिडियोमा। गाइज आज चाहिँ हामीले टुर्नामेन्ट खेलाएको थियौँ। टुर्नामेन्ट खेलाउनु भएको हुनुहुन्छ हाम्रो सुप्लिन भान्जा। थ्याङ्क यू भेरी मच होइन। तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्नु नबिर्सिनु होला होइन। अनि हाम्रो च्यानलमा भिजिट गर्नुभएको छैन भने भिजिट गरिदिनु होला। अनि टिकटकमा तपाईँहरूले फलो गरिदिनु होला। फलो ब्याक चाहिँ दिने नै छु होइन। फेरि थ्याङ्क यू भन्नु चाहे हाम्रो सुप्लिन भान्जालाई। ढिलो नगरौँ, अगाडि बढौँ त गाइज, लेट्स गो है। कस्तो लाग्छ तपाईँ? अब म कमेन्ट्री गर्छु। हजुरहरूलाई स्वागत छ मामाको भिडियोमा। इन्टरनेसनल मामा हो अनि आज हामी हेर्दैछौँ दुईजनाको वान एउटा हो सेसाङ भाइ, उहाँ धेरै राम्रो खेल्नुहुन्छ र अर्कोको नाम मलाई थाहा छैन। राम्रै खेल्नुहुन्छ चौहान, जो पनि मलाई बात छैन। पवन हो होइन, प्रणेश चौहान। जो पनि हो। ल मामा एकजनाको हेर्नु कस्तो हेर्नुहुन्छ तपाईँ? म सिसिहाङको हेर्दैछु। ल म अर्को हेर्दैछु। हाम्रो सिसिहाङ अगाडि बढिसकेको छ। तपाईँले कसले जित्छ जस्तो लागिरहेको छ सुप्लिन? सेसाङ भाइ भन्नै पर्दैन, यस्तो खिच्चा खेलेको छ हाम्रो अर्को भाइबाट। हेर्दा मलाई हाँस उठिरहेको छ। म पनि अर्कोमा भिजिट गर्नु गएँ। म सेसाङको हेर्दै गर्छु एक्लै। के खतरनाक गन बोकेको भएको छ। एकचोटि आयो भने भुटेर मारिदिन सक्छ। हजुरलाई को लाग्छ, को जित्छ जस्तो लाग्छ मामा? मलाई पनि सिसिहाङले जित्छ जस्तो लागिरहेको छ गेम हेर्दा चाहिँ। मलाई पनि त्यही लाग्दैछ। अहिले हजुर कसको हेर्दै हुन्छ? म प्रणेश चौहानको हेर्दैछु। दुई नम्बर हेर्दैछु। आज हाम्रो एउटा कमेन्ट्री जी आउनु भएको छैन। उहाँको नाम हो विप्लव दाई। उहाँ धेरै राम्रो खेल्नुहुन्छ। अब बिचमा आउनुहुन्छ होला सायद होइन? हजुर। यो हेर्दाखेरि कहाँ लुक्नु भएको रहेछ हौ? प्रणेश त अलिक लुकी लुकी खेल्ने हुँदैछ अहिले। वान पनि केही छैन, यति पनि ठिकै हुन्छ। हाम्रो अर्को म सपोर्ट गर्नु लागि लाइक गरिदिँदैछु। देख्नु भएको छ सेसाङजीलाई भुट्नु भएको छ। खतरनाक प्रणेश चौहानलाई माग पुरा स्पाइडरले कनेक्ट भएको छ अनि सेसाङजीले रक गर्नु भएको यसैको साथ कटनाले स्टाइल गर्नु खोज्दाखेरि सेसाङजी मर्नु भएको छ। धेरै के गर्दैछ त्यहाँ भएको भए हुन्छ जस्तो लाग्छ मामा? हो यार, यो नराम्रो भयो त। सेसाङले अलिक नोब्रे छ भनेर हेर्नु खोज्दै थियो, त्यही भयो। तर यो पनि अलिक मलाई लाग्दैछ यस्तो क्याकेसले हेर्दाखेरि सेसाङजीलाई अलिक डिसएडभान्टेज जस्तो लाग्छ। सेसाङले के दिएको छ हो? सेसाङले थियो। हाम्रो सेसाङ अगाडि बढिसकेको छ। प्रणेश चौहान पनि, म अहिले सेसाङजीको हेर्दैछु। प्रणेशको क्याम्पिङ गर्दैछ। सेसाङले देखेको छैन। First blood. Oh my god. हो यार, ओएनजी मैले रेकर्ड गरेको थिएँ, फेरि यो देख्नु पाइँदैन थियो। यसैको साथमा प्रणेशजीको हेर्दैछु अहिले। एकछिन फोन गर्यो। कसले? प्रणेशजी रुन चाहिँ खेल्दा अर्कोले रहेछ। यो 4 राउन्डको मात्रै हो। ए होइन, नेपालीले गरेको रहेछ, हामीले डिस्टर्ब गर्यो अलिकति। अब नेपालीलाई के हान्दिनु पर्छ क्या जस्तो लागिरहेछ मलाई। खै अलिक हजुर कसरी हेर्नुहुन्छ अहिले? म यहाँ प्रणेश चौहानको एकदम क्याम्पिङ गरिरहेको छ। दुईजना अवस्था त्यस्तै छ। एकजना रसमा यसै साइन्सले ग्रेनेड खतरा कुक गरेर हान्नु भएको छ। हाम्रो साथीले गुलवाला अलिक लाउन आउँदै रहेछ। अनएक्सपेक्टेडली हान्दिनु भएको छ। हो यार, एकदम प्रणेश उपर नुब्रा हुँदैछ, यति चाहिँ म थाहा पाइसकेँ। अब यो अलिक गेम गरेको म रुल भने अब भ्युअर्सहरूले भनिदिइरहेको छ। यो कस्तो हुन्छ
हामी 3 म्याच खेल्छौँ 3 राउन्ड अनि 3 म्याच खेल्छौँ अनि 2 म्याच जित्नुपर्छ त्यसमा अर्को लेभलमा जानको लागि अर्को प्लेयरसँग फाइटिङलाई पन्जनको लागि अनि हार्नु भयो भने पनि केही छैन लुजर ब्र्याकेट पनि छ लुजर ब्र्याकेटमा चाहिँ हारेको मान्छेहरू मात्र पर्छ अनि हारेको मान्छेहरूसँग पनि फाइट खेल्दा जित्नु भयो भने हजुर फर्स्ट र लास्टको ब्याटल हुन्छ अनि त्यहाँ जित्नु भयो भने हजुर फर्स्ट हुन सक्नुहुन्छ एकदम दामी हजुर हजुर कमेन्ट मान्छेहरू हजुरहरूले अहिले हाङसाङजी कस्तो राम्रो हात देखाउनुहुन्छ सेसेहाङजीले फुट दिन्छ खतरनाक ए हुन्छ वाउ नाइस यार First blood. सेसे हामीले बोय हानिसकेको छ अवस्था अहिले चाहिँ फर्स्ट म्याच दामी अर्को म्याप अब अर्को म्याप प्रणेश चौहान दामी बेस्ट अफ लक सबैजनालाई राम्रोसँग खेल्नु होला अब लास्ट 2 राउन्ड अब लास्ट एउटा होला साइड होइन अब 2 राउन्ड छ 2 राउन्डमा यो म्याचमै हार्यो भने चाहिँ प्रणेशजीले खेल्न पाउनुहुन्न ओ यो म्याचमा सेसेहाङजीले जित्नु भयो भने सेसेहाङजी सिधा अब अर्को मान्छेहरूसँग फाइट खेल्न जान सक्नुहुन्छ तर सेकेन्ड म्याच कसको छ कसको होला मैले बिर्सिसकेँ ल तपाईँ रेडी हुनुहुन्छ भने रेडी लेखिदिनुहोस् होला हाम्रो अर्को म्याच स्टार्ट भइसकेको छ सो यो चाहिँ सेकेन्ड हो अब सेकेन्डमा जित्यो भने चाहिँ प्रणेश चौहानले सक्नुहुन्छ अर्को मलाई राउन्ड किन ख्याल लाग्दैछ सेसेहाङजीले अब अलिक निस्केर खेल्नु जस्तो लागिरहेको छ मलाई सेसे हामीले जित्यो हार्यो भने अलिक उसले चाहिँ अलिक राम्रो फाइदा पाउनेछ सो के अब हजुरलाई कसले जित्छ जस्तो लाग्छ यो म्याच मलाई त अब गेम हेर्दा त सेसे हामीले जित्छ जस्तो लाग्यो अहिले कसको हेर्नुहुन्छ तपाईँ म सेसे हामीले अब उता हेर्नु जाँदैछु एकछिन केही छैन म प्रणेशजीको हेर्दैछु यसैका साथ प्रणेशजी खिच्चा खेल्दै गेम प्ले देखेर पनि म रुड्दैछु अहिले यस्तो राम्रो गेम प्ले छ अहिले First blood. यार खतरनाक प्रणेशजी के हो भर्खर गेम प्ले थालेको हो खै आइडी हेर्दा चाहिँ पुरानै छ प्रणेशजीको गेम प्ले देखेर मलाई रुडु आइसक्यो कृपया जसरी पनि अलिक इन्साफ चाहियो सो नयाँ हुनुहुन्छ लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला मेरो च्यानलमा होइन हजुरको फोन चाहिँ हुन्थ्यो होला फ्री फायरको यस्तो लामो फुल भिडियो चाहिँ यसैको साथ तपाईँहरू देख्दै हुनुहुन्छ सेसेहाङजी उपर रस गर्दै हुनुहुन्छ अनि यहाँ प्रणेशजी पुरा क्याम्पिङ गर्दै आउँदै हुनुहुन्छ डेजर्ट इगल बोकेर यसैको साथ तपाईँहरू देख्दै हुनुहुन्छ सेसेहाङजीले उहाँको लोकेसन पाइसक्नु भएको छ यो डेजर्ट इगल ब्याटल हुँदैछ तर के गर्नु दुईजनाले वान टाइम हान्नु आउँछ कि आउँदैन वान टाइम हान्नु भयो भने खतरनाक लाग्छ अब 100% कसको हेर्दा हुन्छ हजुर म यहाँ सेसेहाङको हेर्दैछु मिस क्विन First blood. के भयो यो दामी यार एकदम ल यार एउटा टिम आउट हुन्छ जस्तो लागिरहेको छ मलाई अलिक नराम्रो लाग्यो तपाईँलाई कस्तो मलाई लाग्यो किन यस्तो नराम्रो लाग्छ किनभने प्रणेशजी ओभर नराम्रो खेल्दै हुनुहुन्छ यो मलाई किन भ्युअरहरूले पनि हेर भने यो रिग्ड भन्ने सक्छ किनभने यस्तो खिच्छ गेमले खेलिरहेछ यो मान्छेले नोबडीलाई पठाएछ हुन्छ होला आई थिङ्क त्यस्तै लाग्यो उही भन्दैछु म पनि सो गाइज के भन्नु यो होइन हामीले पैसा धेरै चाहिँ लिएको छैनौँ इन्ट्री फी सस्तै छ सो 50 रुपियाँ मात्रै थियो यसपालिको किनभने युट्युबमा 100 सब्सक्राइबर आएको थियो त्यो भएर चाहिँ मैले पठाइदिएको हाम्रो भान्जाले खेलाइदिएको भन्नाले म स्पोन्सर भनौँ न सो थ्याङ्क यू भान्जा हाम्रो भान्जालाई पनि भन्नु
अवस्था आयो कसो स्याङजिङ हेर्दै गर्छु सो ब्याड लक डे यार हजुर इङ्ग्लिसमा बोल्दा हुन्छ मामा ओके मेरो काम छ एकदम नराम्रो लाग्यो मलाई अहिले चाहिँ ओ ब्याड डे कस्तो तपाईँको लागि कि पडोसीको लागि प्रणेश जीको लागि आज ब्याड डे बुझ्यो ओके First blood. वान ट्याप हाल्नु भएको छ